हेलो एभ्रिवान गुड मर्निङ। आज पनि बिहानदेखि भिडियो बनाऊँ कि भनेर सोचेको छु। धेरै दिन भयो एरोबिक जुम्बा पनि गएको छैन, पिरियडको टाइम भएर धेरै दिन भयो घरमा मात्रै बसेको यसो एकछिन बिहान निस्क्यो भने साथीभाइ पनि भेट हुने, एकछिन एक्सर्साइज गर्दा फ्रेस पनि हुने। त्यही भएर आज चाहिँ एकछिन भए पनि जे सक्छु त्यही गरौँला, एक्सर्साइजमा जाउँ कि भनेर सोचेको छु। अब फ्रेस भएर भेट्छु यहाँहरूलाई। म चाहिँ फ्रेस भइसकेँ, अब जान लाग्यो। अनि एकछिन बाहिर पनि निस्किन्छौँ साथीसँग। अब जुम्बामा चाहिँ त्यति धेरै खिच्न चाहिँ पाउँदैन होला, किनभने कति धेरै साउन्ड हुन्छ नि त, त्यही भएर कपिराइट लाग्छ भनेर पनि म्युजिकहरू बजिरहेको हुन्छ, त्यतिको धेरै चाहिँ खिच्न पाउँदैन होला भिडियो। पाउन त पाउँछ, मतलब कि अब कपिराइट लाग्छ भनेर हेरौँ के कस्तो हुन्छ। कति दिनपछि जुम्बा गएको, साथीहरू सबैजना तल नै कुरिरहेको थियो। त्यो पनि भिडियो क्याप्चर गरौँला भनेर सोचेको थिएँ, तर माथि त जुम्बा सुरु भइसकेको रहेछ। अनि हतारमा कुद्यौँ। फेरि आज म ढिला नै पुगेँ अलिकति। बिचरा माया पनि तल नै कुरेर बसिरहेको थियो, अरू पनि साथीहरू कुरेर बसिरहेको रहेछ। अनि त्यही भएर हतार माथितिर लाग्यौँ। एक्सर्साइज गरेर पनि आइसकेँ, पसिना हुने कि। फेरि यहाँसम्म आउँदा त गर्मी भएर बिहानैदेखि पसिना हुने कि। अब जुम्बाकै साथीले चाहिँ एकछिन कठाघरतिर या कतै भेटौँ भनेर भनेको छ, हेरौँ के हुन्छ। रेडी भएर निस्किनु पनि पर्यो। अब म चाहिँ रेडी भएर निस्किन लाग्यो। निस्किन पनि कति गाह्रो, हेर्नुहोस् न, घाम कति धेरै लागिरहेको छ। असारमा पनि टन्टलापुर कति घाम लागेको थाहा छैन। हुन त हामीलाई घाम लागे पनि हुँदैन, पानी परे पनि हुँदैन, जे गर्दाखेरि पनि हुँदैन के। फेरि के गर्नु, यस्तै हो मान्छेको जात है। हस्, अब चाहिँ हामी उतै गएर भेटौँला। फाइनली सुस्ला भएको ठाउँ पनि आइपुगेँ। बल्ल तल्ल खोजेर पाएँ, गठाघरमा बनेको कहाँ भइरहेको कि। निरु पनि आइपुग्यो। तल सुस्ला भएको ठाउँ भेटेँ। के गर्नु, खोज्दा खोइ कहाँ छ साई। खोइ सुस्ला, अमी म त अगाडिबाट भनेर उताबाट छिरिरहेँ कि। ल बल्ल भेट्यो, गठाघर आइपुगेँ है म चाहिँ। बल्ल भेट्यो नि, कति खोज्नु पऱ्यो कि। यहीँ भक्तपुरको मान्छे भएर पनि। ग्ल्यामर ब्युटी पार्लर गठाघर चोकमै छ यो चाहिँ, मेरो साथीको। उसलाई पनि यहीँ नै स्ट्रेट गर्न आउनुभएको रहेछ। कति मेहनत छ है, महँगो लियो पैसा लियो भनेर पनि के भन्ने हो क्या। अनि टाइम पनि लाग्छ, महँगो लियो भन्ने मात्रै हो कि, मेहनत चाहिँ धेरै नै छ। तिमी चाहिँ के मेकअप क्लास लिइरहेको हो? कति टाइम भएर लिएको हो? ए आई मेकअप हुँदैछ भनेपछि। तिम्रो मेहनत कहाँसम्म पुग्यो त? मेरो मेहनत अब कम्प्लिट हुन लाग्यो। कति टाइम लाग्छ है, कति मेहनत लाग्छ है। यता हेर त कस्तो राम्रो भयो क्या। श्वेता अघि छ नि, केमा अफर चलिरहेको छ भनेर भनेको थिएँ नि मैले। केराटिन अनि त्यसपछि फेसियल, हाइड्रा फेसियल, केराटिन, कति कलरहरू अहिले 25% अफ छ एनी सर्भिस। अघि राम्रोसँग सुनि नै रहेको थिएन कि, त्यही भएर। हजुरहरू पनि आउन सक्नुहुन्छ गठाघरमा होइन, ग्ल्यामर ब्युटी पार्लर। आज खास चाहिँ कि हामी घुम्न जाने कि, म त सुस्लाको आज केराटिन गर्ने भनेरै थाहा थिएन कि। आज उसले मेरो गरिदिएको, मैले उसको गरेको, त्यही भएर। एउटा मात्रै थियो बिचरा, उसै भयो नि त। थ्याङ्क यू।
र निरुले पनि लड्डु खान भ्याउने गरेर आयो है होइन ठिक छैन ल सुस्ला निरु मायाहरू ल नानु बाई बाई तिमीहरूलाई बाई कति भइसक्यो यहाँ आउने आज पनि झन्डै नै क्यान्सल हुन लागिसकेको थियो पार्लरमा बसेको तर पनि रमाइलो लाग्यो मलाई आज यहीँ बसेको कि म चाहिँ एकछिन बाहिर गएर पनि घर आइसकेको छु एकछिन साथीसँग भेटघाट भयो कुराकानी भयो अनि यसो एकछिन घुमियो पनि बिचमा पानी पनि पर्यो त्यसै भएर त्यतिको धेरै घुम्न पनि पाइएन घुमफिर नै हो कहिलेकाहीँ यस्तै हुन्छ सिजन नै पानीको छ त्यसैले सोचेर हिँड्नुपर्ने हुन्छ पानीको कारण बर्खा छ त्यही त हो अनि त्यही हो भिडियो यहाँहरूलाई मेरो कस्तो लाग्छ होइन सपोर्ट गर्नु साथ दिनुहोस् भन्न चाहन्छु अब सबै कुराहरू त्यही त हो नि पहिले नै सिकेर आएको पनि हुँदैन होइन सिक्दैछु राम्रो गर्ने कोसिस पनि गर्नेछु सपोर्ट गर्नुहोस् साथ दिनुहोस् लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् सब्सक्राइब गर्नुहोस् यही नै भन्न चाहन्छु हस्त धन्यवाद।